सर तपाईको पढ्ने मात्र हैन सर तपाईको कति स्पिड त्यो म्याटर गर्छ ब्याङ्कको लागि सर तपाईले क्वेशन्सहरु सल्भ गर्न सक्नुहुन्छ तर सर त्यो एउटा मिनिमम टाइम भित्र चाहिँ तपाईले सबै क्वेशन सल्भ गर्नुपर्ने त्यो स्पिड चाहिन्छ सर ब्याङ्कमा चाहिँ आइबीपीएस क्लर्कमा सिलेक्सन हुनुभन्दा अगाडि तिमीले अलरेडी आइबीपीएस पीओ को इन्टरभ्यु पनि दिइसकेको थियो पीओ प्रिलिम्स मेन्स पास गरेको थियो हजुर क्लोज भनेर कुनै एउटा गभर्नमेन्ट जबमै किनकि त्यसमा भयो भने चाहिँ अब काहीँ न काहीँ तपाईको जब सिक्युरिटी हुन्छ प्लस तपाईले अब लाइफमा अप्स एन्ड डाउन्स बेसी आउँदैन त्यही भएर चाहिँ तपाईलाई बाबाले त्यो सपना थियो चाहिँ होला अब अलिक खुसी हुन्छ अहिले चाहिँ ओके अन्त के मेसेज दिन चाहन्छौ तिमी बाबा आमालाई खुसी छु अनि बाबा पनि खुसी हुनुहुन्छ हो अन्त त्यही I made them proud, sir. I'm very happy. एउटा सिन्सियरिटी हुनुपर्छ सर एउटा पर्सिभरेन्स हुनुपर्छ सर अनि एउटा नेभर गिभ एटिट्युड हुन्छ सर तपाईको जस्तो अब यो पालि भएन म अर्को पालि गर्छु यो चाहिँ सोच्नुपर्छ सर एकपल्ट तपाईले छोड्नु भयो भने चाहिँ त्यहाँदेखि तपाईँ छोडेको हुन्छ सर अभिषेक फर्स्ट अफ अल त म यो अडियन्सलाई बताउन चाहन्छु कि यो ब्याङ्कमा चाहिँ कसरी जब पाउँदो रहेछ यसको सेलेक्सन प्रोसिड्युर चाहिँ कस्तो रहेछ एकपल्ट सबैजनालाई बताइदियो एकपल्ट हेलो वेलकम टु अनलाइन प्लेटफर्म अफ द द्रोणास र द द्रोणासको अनलाइन प्लेटफर्ममा म प्रवीण सर र मसँग छ अभिषेक सन्यासी जो द्रोणासको एकदम ओबिडिएन्ट एकदम डिसिप्लिन स्टुडेन्ट हार्ड वर्किङ स्टुडेन्ट जसले रिसेन्टली आइबीपीएस को एक्जाम पास गरेर पन्जाब नेसनल ब्याङ्कमा अलरेडी अपोइन्टमेन्ट पाइसकेको छ सँगसँगै उसले यो छोडेर थुप्रो एक्जाम्सहरू पनि प्रिलिम्स मेन्सहरू इन्टरभ्यूसम्म ब्याङ्क पिओसम्म पुगेको थियो र उसको यो जर्नीमा आइबीपीएस ब्याङ्कको एक्जाम ब्याङ्कको जब पाउनुमा उसको हार्ड वर्किङ कस्तो थियो कसरी प्रिपरेसन्स गरेको थियो र ब्याङ्कको जब कसरी पाउँछ भन्ने कुरा आज हामी अभिषेकको मुखबाटै सुन्नेछौँ र होपफुल्ली तपाईँहरू पनि अभिषेकको कुराहरू सुनेर ब्याङ्कको लागि तपाईँहरू ब्याङ्कमा कसरी जब पाउँछ भनेर तपाईँहरूले सोचिरहनु भएको छ भने यो भिडियो लास्टसम्म हेर्नुहोस् र तपाईँको भाइ बहिनीहरू तपाईँको साथीभाइहरूलाई पनि यो भिडियो पुऱ्याउनुहोस् ताकि उनीहरूले पनि अभिषेक जस्तै ब्याङ्कको डिफ्रेन्ट ब्याङ्किङ एक्जाम्सहरूको फर्म भरेर अभिषेकले जस्तै काम पाउन सक्छ भनेर हामी आशा गर्दछौँ यसो भन्दै तपाईँहरू सँगसँगै अभिषेकलाई पनि म द्रोणासमा स्वागत गर्दै यो सानो पोडकास्ट सुरु गरिरहेको छु फर्स्ट अफ अल अभिषेक कङ्ग्रेचुलेसन थ्याङ्क यू सो मच सर धेरै खुसी लागेको छ तिम्रो ब्याङ्किङमा सिलेक्सन्स भएर हजुर तिम्रो आइबीपीएस क्लर्कमा सिलेक्सन हुनुभन्दा अगाडि तिमीले अलरेडी आइबीपीएस पीओ को इन्टरभ्यु पनि दिइसकेको थियो पीओ प्रिलिम्स मेन्स पास गरेको थियो त्यसमा बाइचान्स अलिकति मार्क्स कमी भयो र तिमीले क्लरिकलमा फेरि तिमी सिलेक्सन्स भयो है अभिषेक फर्स्ट अफ अल त म यो अडियन्सलाई बताउन चाहन्छु कि यो ब्याङ्कमा चाहिँ कसरी जब पाउँदो रहेछ यसको सेलेक्सन प्रोसिड्युर चाहिँ कस्तो रहेछ एकपल्ट सबैजनालाई बताइदियो एकपल्ट जस्तो कि सर ब्याङ्कमा सर सालमा फर्म आउँछ सर लाइक आइबीपीएस को दुईटा फर्म आउँछ आइपीएस पीओ अनि आइबीपीएस क्लर्क एसबीआई को दुईटा आउँछ एसबीआई पीओ एसबीआई क्लर्क अनि आरआरबी को दुईटा आउँछ आरआरबी पीओ अनि आरआरबी क्लर्क म्याक्सिमम स्टुडेन्ट्सको फोकस चाहिँ छवटा ब्याङ्क भित्रमा पाउने चाहिँ फोकस हुन्छ स्पेसली अनि यसको फर्म भर्नु लागि चाहिँ सबभन्दा पहिला तपाईँलाई फर्म भर्नु परिन्छ साइबर क्याफेमा जब फर्म आइन्छ अनि त्यसपछि तपाईँले त्यसको प्रिलिम्स एक्जाम हुन्छ प्रिलिम्समा तपाईँको म्याथ्स रिजनिङ अनि इङ्ग्लिस आइन्छ इङ्ग्लिस फर्स्ट जस्तो फर्म भरिसकेर चाहिँ कति टाइममा चाहिँ हामीले यहाँ फर्म भरिसकेर हामीले प्रिपरेसन्स गर्न सक्छौँ कि फर्म पहिलादेखि प्रिपरेसन्स गर्नुपर्छ पहिलादेखि प्रिपरेसन गर्नुपर्छ ओके फर्म भर्न अगाडि प्रिपरेसन गर्नुपर्छ त किनकि फर्म भरेर 1 महिना 1.5 महिनाभित्रमा तपाईँको एक्जाम भइहाल्छ सो तपाईँले अलरेडी 6 to 8 months अगाडिदेखिको तपाईँ प्रिपरेसन गऱ्यो भने तपाईँको राम्रो हुन्छ अनि प्रिलिम्स इफ तपाईँले पास गर्नुभयो भने त्यसपछि तपाईँको मेन्स हुन्छ मेन्समा तपाईँको इङ्ग्लिस म्याथ्स रिजनिङ अन्त करेन्ट अफेयर्सहरू पनि आइन्छ ब्याङ्किङ अवेरनेससँग अनि इफ आरआरबीमा छ भने त्यसमा कम्प्युटर पनि आउँछ अनि अगर तपाईँ क्लर्क लेभलको छ भने त्यसमा तपाईँको उयो हुन्छ प्रिलिम्स अनि मेन्स अगर तपाईँ पिओको लागि जानुहुन्छ भने चाहिँ प्रिलिम्स मेन्स प्लस इन्टरभ्यू हुन्छ इन्टरभ्यू चाहिँ तपाईँको 20 मार्क्सको अलटुगेदर 20 मार्क्सको हुन्छ जो चाहिँ तपाईँलाई पास गर्नुपर्छ राम्रो मार्क्स लिएर चाहिँ अनि त्यसपछि तपाईँको पिओमा चाहिँ सिलेक्सन हुन्छ हजुर सुनिहाल्नु भयो है आइबीपीएस तपाईँको पनि ब्याङ्कको ड्रिम छ भने चाहिँ तपाईँले एभ्री इयर अभिषेकले भने जस्तै मेन स्टुडेन्टको 6वटा टार्गेट हुन्छ आइबीपीएस पिओ क्लर्क एसबीआई पिओ क्लर्क र आरआरबी पिओ क्लर्क यो 6वटा टार्गेट गरेर चाहिँ तपाईँले प्रिपरेसन्स गर्नुभयो भने चाहिँ तपाईँले ब्याङ्कमा सिलेक्सन्स गर्न सक्नुहुन्छ अन्त फर्म भरेर पढ्छु भन्दा चाहिँ हुँदैन अभिषेकले भने जस्तै पहिला 5-6 मन्थ अगाडिदेखि नै प्रिलिम्स मेन्सको लागि प्र्याक्टिस गर्दै गर्नुपर्छ र यो प्रोसिड्युर छ ब्याङ्कमा चाहिँ यति सजिलै काम पाउँदैन सिलेबस
टफ छ सर, सिलेबस tough. चेन्ज भइरहन्छ हजुर सर प्याटर्न क्वेसन्स प्याटर्न चेन्ज भइरहन्छ हुन्छ, सर। त्यसको लागि चाहिँ अगाडिदेखि नै आफूले रेडी भन्नुहुन्छ सर रेडी सर, भएर यसमा सर बस्नुपर्छ। तपाईँको पढ्ने मात्रै होइन सर तपाईँको कति स्पिड त्यो म्याटर Okay. सर ब्याङ्कको लागि चाहिँ सर अँ, तपाईँले क्वेसन्सहरू सल्भ गर्न सक्नुहुन्छ तर सर तर त्यो एउटा मिनिमम टाइमभित्र चाहिँ तपाईँले सबै क्वेसन सल्भ गर्नुपर्ने त्यो स्पिड चाहिन्छ सर ब्याङ्कमा चाहिँ ओके अन्त तिमी अहिले फिलहाल सेलेक्सन्स भएर कस्तो लागिरहेको छ अभिषेक सर खुसी लाग्छ सर एकदम ओके घरमा सबैजना खुसी हजुर सर एकदम? खुसी हुनुहुन्छ सर आमा बाबाहरू हजुर सर 2 सालको मेहनत एटलिस्ट एउटा पुरा भयो सर अँ, यो 2024 मा दिएको सर एक्जाम Okay. आइपिएस पिओ प्रिलिम्स पास भएको थियो अँ, मेन्स भएन अनि ओके त्यसपछि एसबिआई क्लर्कको दिएको थिएँ अँ, मेन्स त्यसमा होप थियो तर अलिकति मार्क्सले भएन अँ, फेरि 2025 मा आइपिएस पिओ प्रिलिम्स दियो अँ, मेन्स पनि भयो इन्टरभ्यू दिएँ 2 मार्क्सले पनि भएन त्यसमा फाइनल रिजल्टमा 2 मार्क्सले ओके, भएन 2 मार्क्सले भयो अनि है एसबिआई क्लर्क पनि अलिकतिले भएन ओके अन्त आइपिएस क्लर्क चाहिँ लास्टमा भयो। भयो सर दिस वाज माई लास्ट अफ सर ओके 2025 फाइनली सेलेक्सन्स भयो भयो सर ओके अभिषेक अलिकति तिम्रो बारेमा बताइदियो तिम्रो ब्याकग्राउन्ड तिम्रो स्कुलिङ कलेज सर मेरो नाम अभिषेक सिन्यासी हो अनि म चाहिँ दक्षिणपाडा ओके स्टेसन लाइनको निवासी हो ओके अनि मैले स्कुल चाहिँ क्लास 10 सम्म ग्रामसी इङ्ग्लिस स्कुल फ्रम दक्षिणपाडा म त्यहाँबाट कम्प्लिट गरेको अनि क्लास 11 12 चाहिँ सेन्ट डोमिनिक स्कुल फ्रम जयगाउँ त्यहाँबाट कम्प्लिट गरेँ अनि त्यसपछि चाहिँ म कलेजको लागि यहाँ सिलगढी कलेज अफ कमर्समा गरेँ अनि त्यसपछि चाहिँ मैले द्रोणास जोइन गरेँ ओके अनि द्रोणास गरेको 2 सालपछि चाहिँ सर ओके तिमी सिलगढी कमर्स कलेजमा हजुर, तिमीले एडमिसन गर्दै एन्ड हजुर, आफ्टर द्रोणास जोइन गर्यो हजुर, सर। है तिमीले चाहिँ कति बेला सोचेको थियौ कि आई विल जोइन फर ब्याङ्किङ म ब्याङ्किङ प्रिपरेसन्स गर्छु भनेर चाहिँ सर भनौँ भने सर मलाई ब्याङ्किङको बारेमा सर केही थाहा थिएन सर मलाई ओके लाइक आई वाज नट अवेयर अफ एनी दिस काइन्ड अफ थिङ्स या मलाई केही थाहा थिएन ब्याङ्किङमा कस्तो एक्जाम हुन्छ कस्तो पढ्नुपर्छ सिलेबसहरू मैले कलेज सकेसम्म मलाई केही थाहा थिएन सर ओके पछि जोइन गरेँ तब पनि थाहा थिएन मलाई कि ब्याङ्किङको एक्स्ट्रा एक्जाम मात्र दिनुपर्छ थाहा थिएन मलाई आई जस्ट कमिङ टु दिस क्लासेस मात्रै गर्दै थिएँ म त्यसपछि चाहिँ पछि गएर थाहा भयो कि ब्याङ्किङ पनि एउटा एक्जाम हुन्छ मतलब त्यसमा चाहिँ यसरी पढ्नुपर्छ भनेर चाहिँ थाहा भयो जब क्लासेसहरू गर्न थालेँ त्यसपछि मलाई त्यो रिजनिङहरू गर्दा एउटा मजा आउनु थालेछ कि क्वेसन्सहरू सल्भ गर्दा मजा आउनु थाल्यो नि त सर अनि त्यसपछि चाहिँ म ब्याङ्किङपट्टि नै चुज गर्न थालेँ अनि ब्याङ्किङको एक्जाम दिन थालेँ सर अब द्रोणासमा चाहिँ के हुन्छ भने तिमी एउटा कम्बो ब्याचमा एडमिसन्स गर्यो त्यहाँदेखि भेराइटी अफ क्लास पाउँछ होइन जस्तै एसएससी को SSC लक्कै plus ब्याङ्कको लक्कै रेलको लक्कै रेगुलर क्लास सँगसँगै एक्जाम ओरिएन्टेड क्लास पनि पाउँछ हुन्छ सर अनि त्यो एक्जाम ओरिएन्टेड क्लास चाहिँ गर्दै गर्दा चाहिँ रिजनिङहरू म्याथहरूको चाहिँ तिमीलाई ब्याङ्किङपट्टि इन्ट्रेस्ट आयो हजुर सर त्यही भएर तिमी त्यहाँदेखि ब्याङ्किङपट्टि फोकस गर्दै गयो नभए स्टार्टिङको 5 to 6 मन्थ सर म त्यस्तो आइडिया पनि थिएन सर ब्याङ्किङ एसएससीको एक्जाम दिन्थेँ मैले सर पहिला हो तर त्यस्तो मतलब ब्याङ्किङको बारेमा त्यस्तो आइडिया थिएन कि सिलेबस पनि मलाई थाहा थिएन सर स्टार्टिङमा ओके होइन त्यो 5-6 मन्थ अब आफूले बेस बनाउनु त लाग्यो हजुर सर त्यसमा चाहिँ मान्छे चुज नगरेको बेटर हो नि त होइन सर। 5-6 मन्थ चाहिँ आफूले बेस आफूले बेस लाइक एसएससी र ब्याङ्किङमा सर लगभग सिलेबस त अलिअलि सेम नै हुन्छ बेस त सेम हो सेमै हुन्छ त्यहाँदेखि एडभान्समा चाहिँ गएर Advance, चेन्जेस हुन्छ हजुर, सर। होइन बेस चाहिँ स्ट्रङ बनाउनु पर्यो त्यो चाहिँ एउटा कमन प्लेटफर्ममा गर्नु पर्यो त्यस्तै प्रकारले तिमीले 6 मन्थ चाहिँ मजाले बेस बनायो होइन हजुर, सर। त्यहाँदेखि चाहिँ तिमी ब्याङ्किङपट्टि ब्याङ्किङपट्टि लागेँ सिफ्ट गर्यो हजुर सर ओके मक टेस्ट कति दिन्थ्यो अफिसमा सर म हप्तामा सर यहाँ एक विकली मक टेस्ट हुन्थ्यो त्यहाँ म डेली आउँथेँ हप्तामा ओके अनि म आफ्नो यो फोन ल्यापटप पनि सर टेक्स्ट बुक गाइडहरू मक दिँदै गर्थेँ मक टेस्ट दिँदै हजुर गर्थ्यो सर अनि यहाँ पनि डेली मक दिन्थेँ सर विकली मक विकली मक तिमी मक टेस्ट दिएर एनालाइसिस चाहिँ कस्तो प्रकारले गर्थ्यौ मकको जस्तो म मक दिन्थेँ सर मक दिएर त्यो तुरन्तै म एनालाइज गरिहाल्थेँ सर जस्तो अब रिजनिङ भयो रिजनिङमा बेसी टाइम लाग्दैन एनालाइज गर्नुमा किनकि तपाईँलाई इफ थाहा छ भने तपाईँ थाहा छ तपाईँको मिस्टेक के भएको छ अनि म्याथ स्पेसली म्याथ्समा चाहिँ तपाईँलाई अर्थमेटिक चाहिँ स्ट्रङ हुनै पर्छ अगर तपाईँलाई ब्याङ्किङको एक्जाम निकाल्नु छ भने सो अर्थमेटिक चाहिँ एकदम राम्रो हुन्छ अर्थमेटिक चाहिँ किनकि तपाईँलाई क्लर्कमा तपाईँको कमसेकम कट अफ क्लर्कको त कट अफ पुरा आइदिन्छ तपाईँ अब अनरिजर्भ क्याटेगोरी छ हुन्छ तपाईँलाई सो त्यसको लागि तपाईँलाई म्याथ्स राम्रो हुनुपर्छ तिनटामै तपाईँको राम्रो हुनुहुन्छ मार्क्स सो म्याथ्समा चाहिँ तपाईँको अर्थमेटिक इम्पोर्टेन्ट हो कतिजना स्टुडेन्टले चाहिँ के गर्छ भने डिआई गर्छ स्पिड मेटर गर्छ तर अर्थमेटिकले मजाले गर्दैन सर अर्थमेटिक इज मोस्ट इम्पोर्टेन्ट सर टु पास द एक्जाम चाहिँ अर्थमेटिकले चाहिँ फेरि स्पिड पनि हुनु पर्यो है स्पिड हुनुपर्छ सर तपाईँले कसरी क्वेसनलाई टेकल गर्नुपर्छ त्यो सबै थाहा हुनुपर्छ सर स्पिड हुनुपर्छ सर स्पिड चाहिँ चाहिन्छ सर ब्याङ्कको लागि
अन्त योपालि द्रोणाजको जुन चाहिँ हामी सप्तमी भयो है, प्रेक्षा भयो या दीपिका भयो, थुप्रो अनरिजर्भ क्याटेगोरिजहरूले तिमीले क्र्याक गर्यौ नि। हजुर सर। यसले चाहिँ एउटा स्टुडेन्ट्सको लागि सेट एक्जाम्पल्स पनि भएको छ, हामी पनि क्र्याक गर्न सक्ने रहेछौँ, हामी नि पास गर्न सक्ने रहेछौँ, किनभने थुप्रोजनाले योपालि पिओ भयो है, क्लरिकल भयो, ब्याङ्किङ एक्जाम्सहरू पास गर्यो योपालि। अन्त अलिकति चाहिँ टफै पर्छ है, टफै पर्छ सर अनरिजर्भ क्याटेगोरी, तर पास चाहिँ गर्न सकिन्छ सर। यति नै हो, तपाईँले चाहिँ अलिकति एक्स्ट्रा हुनुपर्छ। तर तपाईँ अनएजुकेटेड छ भने चाहिँ तपाईँलाई अरूभन्दा चाहिँ अलिकति तपाईँलाई राम्रै हुनुपर्छ, अलिकति आफूले ज्यादा खर्च गर्नुपर्छ। अरूले अब 5-6 आवर्स पढ्दैछ, अब 7-8 आवर्स पढ्नु 1 घन्टा एक्स्ट्रा आवर्स दिनु पर्यो, अरूले जति गर्छ त्योभन्दा अलिकति एक्स्ट्रा चाहिँ दिनुपर्छ है। त्यही भएर चाहिँ सेलेक्सन सजिलो हुन्छ। अन्त एरिथमेटिक पोर्सन्समा चाहिँ तिमीले बेस चाहिँ कस्तो प्रकारले स्ट्रङ गर्यौ? सर मेरो भन्दा नि सर, मेरो पहिला पनि अर्थमेटिक राम्रै थियो सर, स्कुल टाइममा राम्रै थियो। अनि पछि गएर यहाँ क्लासेसहरू गर्न थालेँ, त्यहाँ पनि राम्रै हुन थालेँ। अनि त्यहाँबाट मैले यहाँबाट क्लासेस गर्थ्यो, युट्युबबाट पनि क्लासेसहरू गर्थेँ, क्वेसन्सहरू थुप्रो गर्थेँ। अनि त्यहाँबाट त्यो सिकेर आफ्नो अर्थमेटिक सर एउटा हुन्छ नि राम्रो भइहाल्छ सर। इट्स अल अबाउट प्र्याक्टिस सर। प्र्याक्टिस तपाईँ जति गर्नुहुन्छ त्यति तपाईँ राम्रो हुनुहुन्छ सर। ओके, किनभने अब मेन्समा त डिआईबाट पनि थुप्रो क्वेसन्स आउँछ है, डिआईमा नि अल्टिमेटली युज त अरिथमेटिकै हुन्छ नि त। हजुर सर, डिआई जस्तो मेन्समा डिआई पनि छ, तपाईँको पाइपिङ सिस्टमबाट कहिले आइदिन्छ, कहिले टाइम एन्ड वर्कबाट आइदिन्छ, कहिले प्रोबेबिलिटीबाट आइदिन्छ, त्यस्तो खालको डिआई आउँछ सर मेन्समा, स्पेसली पिओ मेन्समा। तपाईँको त्यसको लागि तपाईँको अर्थमेटिक राम्रो हुनै पर्छ, स्ट्रङ हुनै पर्छ है। इन अर्डर टु पास एक्जाम सर तपाईँको अल्टुगेदर सबै राम्रो हुनुपर्छ। तपाईँ तर मेन्समा चाहिँ बेसी फोकस गर्नुपर्छ। कतिजना मेन्समा चाहिँ बेसी फोकस गर्दैन, किनकि रिजनिङ र इङ्ग्लिसबाट चाहिँ पास हुनुपर्छ, त्यति मात्रै हुँदैन सर। मेन्स पनि चाहिन्छ। मेन्स विशेष गरेर अब अनरिजर्भ क्याटेगोरीले चाहिँ सबै सेक्सन्सबाट उठाउनु पर्यो नि त मार्क्सहरू है, अलिकति कट अफ अलिकति माथि नै हुन्छ अरू भन्दा, अलिकति सबै सेक्सन्समा अलिकति स्ट्रङ चाहिँ गर्नै पर्यो। म यो दुईटाबाट उठाएर पास गर्छु भन्दा चाहिँ धेरै साह्रो पर्छ, पर्सेन्ट अलिक साह्रो पर्छ है, एकदम हुँदैन। तिनैबाट अलिअलि चाहिँ उठाउनै पर्छ, दुईटाबाट हाई उठाए पनि एउटामा चाहिँ एभरेज चाहिँ हुनै पर्छ है, त्यसरी क्र्याक गर्न सक्छु। अनि रिजनिङ चाहिँ कुन चाहिँ पोर्सन्समा चाहिँ ज्यादा ध्यान दिएको थियौ तिमीले? सर रिजनिङ सर स्पेसली सर सिटिङ एरेन्जमेन्ट अनि पजल्स चाहिँ सर तपाईँको राम्रो प्लस स्पिड प्लस एक्युरेसी हुनुपर्छ सर। मैले यो जस्तो आइपिएस क्लर्कको एक्जाम टाइममा मैले के गरेको थिएँ भने सर, जब रिजनिङ सेक्सन आएको थियो फर्स्ट टाइम मैले 3टा आउँथ्यो, 2 मार्क्स गरेर 3टा क्वेसन्स आउँछ। 3टा क्वेसन्स मिन्स 5 मार्क्स क्वेसन्सको 3टावटा 2टा पजल्स अनि एउटा सिटिङ एरेन्जमेन्ट आएको थियो सर। मैले फर्स्टै त्यो 3टा गरेँ सर। 3टै मिल्यो सर, कन्फिडेन्स त बुस्ट भइहाल्यो। 3टै मिल्ने बित्तिकै कमसेकम 30 मार्क्स त्यहाँबाट आइहाल्यो। म थाहा भयो कि म 3टै राइट भयो, किनकि मैले एउटा क्वेसन्सलाई 5 देखि 6 मिनट दियो, 8 मिनट भित्र मैले 3टा क्वेसन सक्यो। 35 मिनट्सको लगभग एक्जाम थियो रिजनिङ सेक्सन। सो मैले त्यहाँबाट मार्क्स तान्यो भने मलाई एउटा भयो नि कन्फिडेन्स पाएको सर, यहाँबाट मेरो मार्क्स तान्यो। अनि फेरि त्यसपछि अनि मैले अलिक मिसलेन्सहरू गरेँ, सो रिजनिङमा मेरो राम्रो मार्क्स आएको थियो सर मेन्समा। अन्त यता मेन्स पनि मैले फर्स्ट 2 मार्क्सै गरेँ सर पहिला। मेरो आफ्नो स्टडी चाहिँ मैले पहिला 2 मार्क्सै गर्छु भनेर सोचेको थिएँ। फर्स्ट मैले 2 मार्क्सको थुप्रो क्वेसन्स गरेँ सर। 2 मार्क्सको 1 मार्क्सको क्वेसन्स आउँछ हैन मेन्समा चाहिँ सर। जस्तो रिजनिङ हो 20 वटा क्वेसन 2 मार्क्सको आउँछ, 40 मार्क्स हुन्छ, अनि 1 मार्क्सको 20 वटा क्वेसन आउँछ। मैले चाहिँ फर्स्ट 2 मार्क्सको 16 वटा जस्तो क्वेसन गरेँ रिजनिङको, त्यहाँबाट 32 मार्क्स ताने अनि अरू चाहिँ मिसलेनियस क्वेसन गरेँ 1 मार्क्सको। अनि मेथ्स पनि मैले सेम गरेँ सर, पहिला 2 मार्क्सको 11 कि 12 वटा क्वेसन्स गरेँ, 15 वटा क्वेसन आउँथ्यो, त्यहाँबाट तानिहालेँ मैले 22-23 मार्क्स। अनि त्यसपछि 1 मार्क्सको गरेँ सर। अन्त इङ्ग्लिसमा नि मैले 27-28 मार्क्सको मात्रै गरेको थियो, किनकि मैले योपालि चाहिँ बेसी रङ गर्नु थिएन, नेगेटिभ नगर्नु थिएन, किनकि नर्मलाइजेसन भयो भने पछि मार्क्स घट्छ लागेर म डर लागेर चाहिँ मैले कम्ती क्वेसन्स गरेँ इङ्ग्लिसको, तर मार्क्स सर जति गरेँ त्यो सबै राइट भएको छ सर। एक्युरेसी पनि म्याटर गर्छ सर। ब्याङ्कमा चाहिँ तपाईँको स्पिड एक्युरेसी पुरा म्याटर गर्छ सर। अन्त जिए पनि सर मेरो जति गरेँ थियो लगभग राम्रै भयो, सबै राइट भएको थियो, सबै गरेर चाहिँ अल्टुगेदर राम्रै मार्क्स आएको छ त्यो हिसाबमा चाहिँ। अनि रिजनिङमा तिमीले भन्यो पजल एन्ड सिटिङ एरेन्जमेन्टहरू चाहिँ 2 मार्क्सको आउँछ। हजुर सर। अन्त इनइक्वालिटी लग्स चाहिँ 1 मार्क्समा आउँछ। त्यो पनि मजाले आफूले प्र्याक्टिस गर्नुपर्छ सर। तर तपाईँको मेन फोकस चाहिँ त्यसमै गर्नु पर्यो है, मेन्स क्वालिफाइड प्रिलिम्सको लागि सर तपाईँको 20 देखि 25 मार्क्स तपाईँको त्यही मात्रै आउँछ। तपाईँ 1 मार्क्स पनि गर्नुपर्छ, सबै गर्नुपर्छ, तर मेन फोकस चाहिँ तपाईँको त्यो राख्नै पर्छ कि तपाईँले त्यो गरेन भने चाहिँ तपाईँको हुँदैन। एटलिस्ट 3टामा 2टा चाहिँ मिल्नै पर्छ। त्यो मिल्यो भने मात्रै स्कोर माथि पुग्छ, नभए 2 मार्क्स छोडिन्छ, 10 मार्क्स छोडिन्छ, एउटा पजल छोड्यो भने 10 मार्क्स छोडिन्छ सर। अनि 10 मार्क्सले एउटा ठुलै म्याटर्स गर्छ नि। 10 मार्क्स तिम्रै कुरा गर्दा 2 मार्क्सले तिमी ब्याङ्क पिओमा सेलेक्सन भएन हैन, प्रिलिम्स मेन्स त पास भएको थियो, 2 मार्क्सले इन्टरभ्यूमा सेलेक्सन भएन। 10 मार्क्स त बहुत हो नि, 2 मार्क्स चाहिँ त्यस्तो छुटिन्छ हैन। तर
क्लरिकलमा चाहिँ तिमीले जुन चाहिँ थ्योरी अप्नाएको थियौ त्यो अप्नाएर चाहिँ तिमी पास सेलेक्सन्स मैले पिओमा त्यो गरेन नि सर पिओमा चाहिँ मैले पहिला 1 मार्क्सकोमा हेरेँ त्यहाँदेखि 2 मार्क्सको गरेँ ओके अनि तर मलाई क्लर्कमा चाहिँ त्यो सोचेँ मलाई थाहा भयो कि मलाई त्यस्तो पाराले चाहिँ गर्नु हुँदैन सो मैले योपालि चाहिँ आइपिएस क्लर्कमा चाहिँ स्ट्रेटेजी चेन्ज गरेर चाहिँ पहिला 2 मार्क्स गरेँ त्यहाँदेखि 1 मार्क्स गर्यो सबैको आफ्नो आफ्नै स्ट्रेटेजी हुन्छ सर कसैले 1 मार्क्सकोले तान्नु सक्छ कसैले 2 मार्क्सकोले तान्नु सक्छ मार्क्स इङ्ग्लिसमा चाहिँ कस्तो टाइपको क्वेसन्स आएको थियो मेन्समा चाहिँ तिम्रो इङ्ग्लिसमा सर 2टा आरसी आएको थियो सर ओके भनौँ भने सर एउटा आरसी चाहिँ मैले गरेँ रिडिङ कम्प्रिहेन्सन हजुर अर्को रिडिङ कम्प्रिहेन्सन सर अलिकति टफै आएको थियो मेरोमा 6 मिनट जस्तो टाइम बाँचेको थियो सर तर मैले त्यो टाइममा मैले सर एउटा 2टा मात्रै क्वेसन गरेँ होला ओके किनकि त्यो अलिकति टफै आएको थियो त सर सो अगर मैले अगर त्यसलाई गर्नु थालेँ भने चाहिँ मलाई थाहा थियो इफ नेगेटिभ भयो भने चाहिँ मेरो नेगेटिभमा जान्छ मार्क्स सो मैले 27 गरेको थिएँ सो हुन्छ म त्यति मार्क्सले मेरो पुग्छ भनेर चाहिँ मैले सोचेँ त्यही भएर चाहिँ म मेरो सर रिजनिङबाट तान्छु भनेर चाहिँ मैले त्यो मार्क्स छोडिदिएँ सर ओके तिमीले पिओको नि मेन्स दिएको होइन त्यो नि क्वालिफाइड गरेको क्लर्कको नि मेन दिएको त्यो नि क्वालिफाइड गर्यो दुईटामा चाहिँ कति डिफरेन्स थियो क्वेसन्समा चाहिँ सर पिओको मेन्सको सर क्वेसन चाहिँ अलिकति टफ तर लास्ट इयर भन्दा सर योपालिको मेन्सको क्वेसन चाहिँ अलिकति इजी थियो लास्ट इयर कम्पेयर लास्ट इयर पनि दिएको थियो मेन्स त्यो मेन्स चाहिँ भएको थिएन मेरो सर योपालि चाहिँ अलिकति 19-20 थियो सर अलिकति गर्न लागेको थिएँ अन्त त्यो अनि क्लर्कको क्वेसन त्यस्तो टफ थिएन सर योपालि स्पेसली आइपिएस क्लर्क एसबिआई क्लर्क चाहिँ अलिक टफै थियो स्पेसली एसबिआई क्लर्कमा पनि सर इङ्ग्लिस अन्त जिए त्यो सेक्सन चाहिँ योपालि टफ आएको थियो म्याथ्स र रिजनिङ डुएबल थियो तर उयो जिए र उयो चाहिँ टफ आएको थियो तर आइपिएस क्लर्कमा सर चारटै डुएबल थियो सर योपालि डुएबल थिए तिमी जुन चाहिँ नि मैले भन्नु चाहेको चाहिँ तिमी क्लरिकल र पिओमा म्याथ रिजनिङ र इङ्ग्लिस तीनटामा चाहिँ कुन चाहिँमा चाहिँ भास्ट डिफरेन्स छ सिलेबस अलिकति कि अलमोस्ट सबैमा अलिअलि डिफरेन्स छ सिलेबस त त्यस्तो डिफरेन्स छैन सर सिलेबस त्यही हो त्यो तपाईँ क्वेसन्सको उयो चाहिँ क्वालिटी पिओमा क्वेसन्स अलिकति टफ लेभलको आउँछ क्लर्क लेभलमा चाहिँ क्वेसन्स अलिकति तपाईँले अलिकति दिमागलाई अलिकति चलाउनु भयो भने चाहिँ तपाईँ त्यो क्वेसन्स बनिन्छ ओके त्यति नै छ सर पिओमा चाहिँ अलिकति तपाईँले बेसी सोच्नै पर्छ है पिओमा कट अफ मार्क्स पनि त अलिक कम थियो क्वेसन्स डिफिकल्टी ज्यादा भएर हाई भएर है ओके अन्त नेक्स्ट ड्रिम चाहिँ के छ आरबिआई सर अब आरबिआई अस्नको लागि फिलहाल पढ्दैछु अनि त्यसपछि चाहिँ भयो भने अरू ब्याङ्कको पिओको एक्जाम्स दिन्छु ओके पिओ एक्जाम्स दिन्छु सर मेन टार्गेट चाहिँ आरबिआई आरबिआई छ असिस्टेन्ट छ सर अब फेरि आरबिआई ग्रेड बी नि आउने होला सर अब नेक्स्ट इयर योपालि त हैन सर नेक्स्ट इयरदेखि चाहिँ ग्रेड बी लागि नै पढ्न थाल्छु सर कोर्स गरेर है मजाले ग्रेड बी त अलिक टफै हुन्छ एक्जाम तर पढ्न थाल्छु सर योपालि पढ्न थाल्छु म ओके आरबिआई असिस्टेन्ट चाहिँ अब फर्म भइसक्यो कहिले छ एक्जाम सर अप्रिल 11 तारिक छ डेट चाहिँ हुन्छ भने टाइममा भने त्यसमै हुन्छ सर ओके अनि के अरे तिमीलाई यस्तो लागेन अब म त काम पाइहालेँ अहिले पढ्दिन जस्तो भएको छैन होइन सर मतलब 1-2 दिन राम्रो लाग्छ सर तर पढ्नु पर्छ सर मलाई चाहिँ अब क्लर्क मात्रै भएर बस्नु थिएन मलाई पिओ प्लस अझै त्यो भन्दा माथि जानु मन छ अहिले प्लस क्लर्क पाएँ खुसी छु म एकदम खुसी छु किनकि क्लर्क भयो भने तपाईँले पढ्ने टाइम पनि एक्स्ट्रा पाउँछ पिओ भने तपाईँको पढ्ने टाइम अलिकति कम्ती पाउँछ तर तपाईँको त्यो अलिकति राम्रो पनि छ क्लर्कमा तपाईँले पढ्ने टाइमहरू पाउँछ नि सर त्यही भएर चाहिँ मलाई क्लर्क भएर म खुसी छु सर किनकि मलाई आरबिआई ग्रेड बेक लागि त्यो त थाहा छ तिमी खुसी छौ होइन खुसी भएर पनि तर तिमीले पढ्नु चाहिँ छोडेको छैन किनकि अहिले सर अब जोइनिङ भएपछि झन् अझै कम टाइम पाउँछ सर अहिले 1-2 महिना टाइम छ त्यो टाइममा अहिले आफूलाई अलिकति स्ट्रङ अझै पाऱ्यो भने अलिक राम्रो हुन्छ सर त्यही भएर चाहिँ अहिले पढ्न थालिरहेको कन्टिन्यू पढिरहेको छ है निक मजाले भन्नुहुन्थ्यो नि सर अहिले पढिराख्नु किनकि पछि तिमीले काम गर्नु थालेपछि टाइम पाउँदैनौ मतलब एकदम मिनिमम टाइम पाउँछौ सो अहिले पढिराख्नु भन्नुभयो नि त द्रोणाजको पाठशालामा चाहिँ कस्तो इन्भाइरोमेन्ट छ एकपल्ट कस्तो मजा आउँछ त्यहाँ बस्नु सर मजा आउँछ सर साथीहरू पनि छ होइन सर पढ्ने टाइम पनि मजा आउँछ अन्त त्यहाँ वाइफाईको कनेक्सन पनि छ सो नेटहरुको पढ्ने इन्भाइरोमेन्ट चाहिँ कस्तो दामी छ सर मतलब त्यस्तो हल्ला खल्ला हुँदैन त्यही बाहिर चिया खानु साथीहरू सबैजना कस्तो फ्रेन्ड सर्कुलेसन चाहिँ कस्तो छ राम्रो छ फ्रेन्ड सर्कुल सर सोए बसपर्ना ऋषिका अनि साधना बहिनीहरू छ सबैजना छ साथीहरू सबैजना एकदम हेल्पफुल छ सबैजना हेल्पफुल छ है एकजनालाई भएन भने अब उनीहरूलाई मोटिभेट गर्नुमा प्लस अब जस्तो मेरो आइपिएस मेन्स भएको थिएन त्यही सबैले मलाई मोटिभेट गरे होइन हुन्छ आइपिएस क्लर्क हुन्छ एसबिआई क्लर्क छ भनेर मोटिभेट गर्यो अनि अलिकति पनि आफूलाई राम्रो लाग्यो त्यहाँ पढ्नु पनि हुन्छ जग्गा राम्रो छ सर प्लस तपाईँको साथीहरू छ भने सर अलिकति तपाईँलाई एउटा हुन्छ क्या सर मोटिभेसन हुन्छ प्लस त्यहाँ फेरि काम पाउने निकमाहरू है स्टिल अब सिरियल पास गर्ने मोटिभेट मजाले आएर सबैले मोटिभेट गर्नुहुन्छ निक मजाले सर सोए भयो होइन मलाई गर्नुहुन्थ्यो सबै ऋषिकाहरू सबैलाई सुपर्णा भयो अन्त अरू सबै
गरिराख्नुहुन्छ सर परिवेश चाहिँ त्यो गर्दा चाहिँ मजा आउँछ पढ्ने इन्भाइरोमेन्ट राम्रो छ राम्रो छ अर्काको कम्पिटिटिभ फिल्ड भइरहेको देख्छु लाइब्रेरीमा भन्छ के भन्छ सर तपाईँले एउटा कम्पिटिटिभ नेचर देख्छ सर अब जस्तो अब तपाईँलाई पढ्नु मन लागेको छैन तपाईँको साइडको मान्छे पढिरहेको छ तपाईँलाई पनि पढ्नु मन लाग्छ नि त एउटा मेरो मान्छे पढेको मेरो साइडको मान्छे पढिरहेको छ मलाई पनि पढ्नुपर्छ अब ऊ पायो भने म पनि पाउनु पऱ्यो भनेर एउटा आउँछ भित्रबाट त्यही भएर एउटा लाइब्रेरी जोइन गर्ने चाहिँ मेरो त्यही मोटिभ थियो कि सर एउटा रुममा बसेर पढ्नु हुन्थ्यो तर रुममा बसेर म 5 घन्टा 6 घन्टा बाद मलाई एउटा बोरिङ त्यहाँदेखि एउटा उयो लाग्नु थाल्थ्यो क्या सर अब त्यो मेरो लागि चाहिँ त्यो हो त्यही भएर चाहिँ म लाइब्रेरी जोइन गर्थेँ सर त्यही भएर त्यहाँ चाहिँ कन्टिन्यू पढाइ गरिन्छ है मजा आउँछ फेरि सबै साथीहरू मिल्दै सबै पढ्ने खालको छ भने राम्रो लाग्छ सर कम्पिटिटिभनेस हुन्छ है आफू भित्रमा अनि अभिषेक अरू कस्तो छ गाउँतिर खबर कस्तो छ काम सबैले यो पोस्टहरूमा देखेर सबैले कङ्ग्रेचुलेट भन्नुहुँदै थियो काकाहरू भयो होइन बडाहरू अनि साथीहरू सबैले त्यही भन्नुहुन्छ तिमीलाई देखेर गाउँको मान्छे निकै उयो भएको होला इन्ट्रेस्ट भएको होला अब पनि काम पाउँछु म कोसिस गर्छु मेरो गाउँमा चाहिँ अब स्पेसली एउटा अङ्कल हुनुहुन्छ ऊ चाहिँ पहिलाको एसबिआई क्लर्कको एसबिआईमा काम गर्नुहुन्थ्यो ऊ चाहिँ उयो हुन्थ्यो ऊ अङ्कलले चाहिँ मलाई सोधि बस्नुहुन्थ्यो कस्तो भयो एक्जाम कस्तो भयो रिजल्टहरू के हुँदैछ अनि रिसेन्टली उसले सोध्नु भएको थियो मलाई अन्त भन्नुभयो कि मेरो भयो भने खुसी हुनुभएको थियो होइन अन्त अरू स्पेसली अरू मेरो गाउँमा चाहिँ छैन त्यस्तो कोही पनि ब्याङ्कमाहरू गर्ने त्यस्तो कम्पिटेटिभ उयोहरू त छ नि त अहिले दक्षिण पाडामा छ अहिले पढ्ने नानीहरू त छ स्कुलहरू गर्ने क्लास 10 12 मा त थुप्रो होला त्यस्तो छ सर भनेपछि अब तिमी एउटा पहिला एउटा एसबिआईमा थियो तिमी भयो अब त्यो दुईजनालाई त्यस्तो अरू पनि 1 2 जना जतिजनालाई सेलेक्सन्स भएको छ त्यस्तो देखेर अहिले जुन चाहिँ कलेज पढ्दैछ स्कुल पढ्दैछ त्यो नानीहरूलाई त एउटा भित्रबाट फिलिङ आउँछ नि त है अब म पनि पढ्यो भने चाहिँ अब अभिषेक जस्तै काम पाउने रहेछु भन्ने फिलिङ्स चाहिँ आउँछ होइन सर त्यस्तो गभर्मेन्ट जब सर तपाईँलाई एउटा रेस्पेक्ट पनि दिन्छ सर तपाईँले एउटा गाउँघरमा सर त्यो रेस्पेक्ट लागि सर एउटा उयो लाग्छ क्या सर जब तपाईँले पाएर जान्छ नि त जब मान्छेहरू तपाईँलाई एउटा अलग्गै टाइपले सर हेर्छ क्या सर त्यो तपाईँको एउटा मतलब रेस्पेक्ट बढिन्छ नि सर त्यो चाहिँ एउटा राम्रो लाग्छ क्या सर अलिकति अब भित्रबाट प्राउड मुभमेन्ट हुन्छ बाबा आमा प्राउड मुभमेन्ट हुन्छ कि छोराले केही गर्यो भनेर त्यो लाग्छ क्या सर पछि अब सपना थियो कि बाबाको नै होइन सपना थियो सर कि अब जस्तो दादाले काम गर्नुहुन्छ होइन घरमै अब गर्नुहुन्छ सबै कुरो बाबाले चाहिँ म पढेर छ नि त राम्रो पढ्थेँ नि त म सर अन्त बाबाले सपना थियो कि म चाहिँ एउटा कुनै पनि एउटा जबमा चाहिँ सिटल होस् भनेर कुनै एउटा गभर्मेन्ट जबमै किनकि त्यसमा भयो भने चाहिँ अब काहीँ न काहीँ तपाईँको जब सिक्युरिटी हुन्छ प्लस तपाईँले अब लाइफमा अप्स एन्ड डाउन्स बेसी आउँदैन त्यही भएर चाहिँ तपाईँलाई बाबाले त्यो सपना थियो एउटा अब अलिक खुसी हुन्छ अहिले चाहिँ अन्त के मेसेज दिन चाहन्छौ तिमी बाबा आमालाई खुसी छु अनि बाबा पनि खुसी हुनुहुन्छ हो अन्त त्यही आई मेड देम प्राउड सर आई एम भेरी ह्याप्पी फर देम अनि सबैजना खुसी हुनुहुन्छ मेरो रिलेटिभ्सहरू पनि सबैजना खुसी हुनुहुन्छ बडाहरू फुपूहरू सबैजना खुसी हुनुहुन्छ खुसी लाग्यो सुनेर ठिकै छ अभिषेक राम्रो लाग्यो हामीलाई दुर्नाज पनि है तिमी एकदमै सेन्सियर स्टुडेन्ट थियो सबभन्दा ठुलो किन सेन्सियरिटी इम्पोर्टेन्ट हो क्लास रेगुलर आउँथ्यो तिमी फर्स्टमा जबसम्म तिम्रो के अरे बेसिक्सहरू स्ट्रङ भएको छैन एक दिन पनि मिस गरेनौ मजाले कोसिस गरेको थियो देन आफ्टर घरमा आफूले पनि मजाले प्रिपरेसन गर्यो लाइब्रेरीमा पुरा खट्यौ तिम्रो हार्डवर्ककै कारण आज तिमी यहाँ छौ है यस्तै प्रकारले जतिजना पनि तपाईँहरू पनि अगर गभर्मेन्ट जब्सको लागि प्रिपरेसन्स गर्नुहुन्छ भने चाहिँ अभिषेक जस्तै हार्डवर्क गर्नु पर्यो तपाईँहरू आफूले आफूमा सिन्सियर हुनु पर्यो है के चाहिँ हुनुपर्छ भन्दा लोक एउटा गभर्मेन्ट जब पाउनु लागि चाहिँ एउटा सिन्सियरिटी हुनुपर्छ सर पर्सिभरेन्स हुनुपर्छ सर अनि एउटा नेभर गिभ एटिट्युड चाहिँ हुन्छ सर तपाईँको जस्तो अब यो पालि भएन म अर्को पालि गर्छु यो चाहिँ सोच्नुपर्छ सर एकपल्ट तपाईँले छोड्नु भयो भने चाहिँ त्यहाँदेखि तपाईँ छोडे हुन्छ सर सो मलाई जस्ट लास्ट टाइम मेरो भएको थिएन मलाई लागेको थियो यति योपालि भएन फेरि के हुन्छ लाग्दै थियो डर लाग्दै थियो एज पनि बित्दै जाँदै थियो फेरि अन्त अब योपालि फेरि दिएँ अनि योपालि पनि डर लाग्दै थियो सर मलाई तर नि सोचिरहेको थियो इफ नभएको फेरि अझै म ट्राई चाहिँ गर्छु भने सर एउटा त्यो नेभर गिभ अप एटिट्युड चाहिँ हुनुपर्छ सर किन तपाईँले बिचमा छोडिदिनु भयो नि सर त्यहाँबाट चाहिँ हुँदैन सर कहिले पनि एकपल्ट ब्याकअप गरेपछि साह्रो पर्छ है एकपल्ट अलिकतिले भएन भने कहाँ चाहिँ भएन रहेछ भन्ने कसैले 1 सालमा हुन्छ कसैको 2 साल कसैको 3 सालमा हुन्छ कसैको 4 सालमा हुन्छ तर हुनु चाहिँ हुन्छ सर कोसिस चाहिँ गर्नु पर्छ तर नेभर गिभ एटिट्युड विच ब्याक एटिट्युड चाहिँ हुनु भएन है ब्याक चाहिँ हुनु भएन गिभ अप चाहिँ गर्नु भएन कोसिस चाहिँ गर्नु पर्यो किनकि कसैको समय छिटो आउँछ कसैको समय ढिलो आउँछ नि सर त्यही भएर जस्तो अब फर इक्जाम्पल अब हाम्रो साथी दिपिका सर उसको लास्ट टाइम भएको थिएन ऊ पनि कस्तो उयो थियो तर योपालि उसको ब्याक टु ब्याक भयो सुन्न खुसी लागेको थियो सर त्यस्तै प्रकारले है कोसिस चाहिँ गर्नु पर्यो
मेहनत गर्नुपर्यो। तपाईँहरू पनि यदि गभर्मेन्ट जब्सको लागि ट्राई गर्नुहुन्छ या फ्युचर अहिले स्कुल कलेज गर्नु हुँदैछ र फ्युचर्समा जस्तै भन्यो गभर्मेन्ट जब्स भनेपछि एउटा के हो, एउटा जस्ट नट एउटा जब मात्रै होइन, एउटा सिक्युरिटी पनि हो, एउटा के हो इमोसन्स पनि हो, एउटा रेस्पेक्ट पनि हो। तपाईँहरूले गभर्मेन्ट जब पायो भने तपाईँको सोसियल स्ट्याटस अलिकति चेन्जेस भएर जान्छ। सो यदि तपाईँहरू नि पढ्नु हुँदैछ भने गभर्मेन्ट जब्सको लागि प्रिपरेसन्स गर्नुहुन्छ भने तपाईँले कोसिस गर्नुहोस्, आफैमा विश्वास गर्नुहोस्, मेहनत गर्नुहोस्, कन्टिन्यू कोसिस गर्नुहोस्। यदि कुनै पनि हेल्प चाहियो भने द्रोणासमा डाइरेक्ट सम्पर्क गर्न सक्नुहुन्छ या द्रोणासबाट सक्सेस भएको जतिजना स्टुडेन्ट छ, अभिषेकहरू भयो, दीपिका, प्रेक्षाहरू भयो, हाम्रो सोनामहरू भयो है, जतिजना पनि छ, जतिजना थुप्रोजनाले क्र्याक गरेको छ, प्रतीकहरू भयो, श्रेया भयो, थुप्रोले योपालि क्र्याक गरेको छ। र तपाईँहरूले यस्तो प्रकारले उहाँसँग नि कन्ट्याक्ट गर्नु सक्नुहुन्छ, कसरी प्रिपरेसन्स गरेको थियो, कस्तो प्रकारले पढ्नुपर्छ, यहाँ द्रोणासमा फोन गरेर उहाँको नम्बर पनि लिन सक्नुहुन्छ। र मेहनत गर्नुहोस्, तपाईँहरूले पढ्नुहोस्, र कुनै न कुनै सेक्टर्समा तपाईँहरूले आफ्नो 100% दिनुभयो भने तपाईँले आफ्नो ड्रिम एचिभ गर्न सक्नुहुन्छ है। ड्रिम एचिभ गर्नु लागि चाहिँ तपाईँले तर के गर्नुपर्छ, आफूले कन्टिन्यू कोसिस चाहिँ गर्नुपर्छ, मेहनत गर्नुपर्छ। अभिषेक सक्सेस भएको देखेर हामी पुरा प्राउड छौँ, द्रोणास फ्यामिली पनि। र अभिषेकलाई वान्स अगेन कङ्ग्रेचुलेसन्स, थ्याङ्क यू सर। यस्तै मोटिभेट गर्दै जानु भाइ बहिनीहरूलाई ल। अझ जतिजना पनि तिम्रो सर्कलमा आउँछ, जतिजना जो छ पढेर कसरी के छ ब्याङ्किङ सेक्टर्समा, एसएससी सेक्टर्समा के छ, भाइ बहिनीहरूलाई भविष्यमा गएर पनि तिमीले हेल्प गर्दै जानु ल। हुन्छ सर, थ्याङ्क यू सर, थ्याङ्क यू।